नेपालमा भ्रष्टाचार कति ठुलो छ यही 5 केस सुन्नुस् दिमाग घुम्छ। केस 1 पोखरा एयरपोर्ट करिब 8 अर्ब रुपियाँ बराबरको लागत वृद्धि भएको आरोप छ। अख्तियारले 5 पूर्व मन्त्री र चिनिया कम्पनी सहित 55 जनामाथि मुद्दा हाल्यो। यो अहिलेसम्मको सबैभन्दा ठुलो भ्रष्टाचार मुद्दा मध्ये एक हो। केस 2 व्हाइट बॉडी स्क्याम नेपाल एयरलाइन्सको व्हाइट बॉडी विमान खरिदमा करिब 1.5 अर्ब रुपियाँको गडबडी भएको दाबी गर्यो। विशेष अदालतले केही जनालाई दोषी ठहर गरेको थिए। मुद्दा अझै कानुनी प्रक्रियामा छ। केस 3 ललिता निवास बालोटारको सरकारी जग्गा गैर कानुनी रूपमा व्यक्तिको नाममा सारिएको आरोप छ। पूर्व प्रधानमन्त्री समेत मुझिएको यो केस अझै अदालतमा छ। केस 4 सहकारी घोटाला हजारौं सामान्य मान्छेको जिन्दगीभरको बचत डुब्यो। सहकारी विभागको तथ्याङ्क अनुसार करिब 50 अर्ब रुपियाँ फिर्ता हुन कठिन रहेको बताएको छ। केस 5 भुटानी नाममा ठगी नकली भुटानी परिचय पत्र बनाएर विदेश पठाउने नाममा करोड रुपियाँ ठगी गरिएको आरोप छ। यसमा ठूला राजनीतिक नाम समेत जोडिएका छन्। ट्रान्सपेरेन्सी इन्टरनेसनलको अनुसार नेपाल 2025 मा 180 देशमध्ये 109 नम्बरमा छ। जानकार भएर मात्र परिवर्तन सम्भव छ। शेयर गर्नुहोस्। जय नेपाल।